रमादानको यो ग्रेटफुल टुगेदर भन्ने इभेन्टबाट कतिजनाले फ्रीमा आइफोन पाउलान्, कतिजनाले फ्रीमा डायमन्ड पाउलान्। धेरै नसोच्नु होला, यसको अफिसियल ब्यानर निस्केर आइसकेको छ र यसको बारेमा म तपाईहरुलाई भिडियोमा नै भन्नेछु। त्यसैगरी हाम्रो रमादान स्क्वाड कपबाट तपाईहरुले पाउनुहुन्छ 4,50,000 डायमन्ड। यसको बारेमा पनि इन्फर्मेसन चाहिँ हुनेछ। सँगसँगै हाम्रो एकाउन्ट रिकभरीको बारेमा चाहिँ धेरैजना कन्फ्युज हुनु भएको थियो, यसको बारेमा पनि अपडेट छ। बंगलादेश सर्भरको टुनाइट अपडेट पनि भन्नेछु, भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेर्दिनु होला। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, हाम्रो भिडियो फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने चाहिँ भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला र साइडमा रहेको नोटिफिकेसन आइकनलाई पनि अन राखिदिनु होला। र अब चाहिँ सुरु गरौँ हाम्रो आजको भिडियो। आइए देखते हैं, मजा आएगा। सबभन्दा पहिला चाहिँ हामी हाम्रो यो शटगनको स्किनको बारेमा कुरा गरौँ। यसको स्किनको रिभ्यू गरेर मैले तपाईहरुलाई पहिला पनि देखाइसकेको थिएँ। अबको एक हप्ताभित्र यसको इभेन्ट पनि गेममा आउँछ, तर तपाईहरुले चाहिँ यसलाई फ्रीमा पनि पाउन सक्नुहुन्छ। अबको 2-4 दिनपछि तपाईहरुले अफिसियली हाम्रो गेममा यो वाला ब्यानरलाई पनि देख्न सक्नुहुन्छ। यो चाहिँ रमादान गिभअवेको पार्ट हुन्छ र तपाईहरुले यसमा पार्टिसिपेट गर्नको लागि चाहिँ आफ्नो फेभरेट इन्फ्लुएन्सर मतलब युट्युबरहरुलाई चाहिँ ट्याग गर्नुपर्ने हुन्छ। अनि तपाईहरु तिनीहरु प्रति किन थ्याङ्कफुल हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुपर्ने हुन्छ। कमेन्ट कहाँनेरि गर्ने भन्दाखेरि चाहिँ फ्री फायरको बंगलादेश सर्भरको अफिसियल आइडीले यसरी पोस्ट गर्छ। तपाईहरुले चाहिँ त्यही पोस्टको तल गएर कमेन्ट गर्नुपर्ने हुन्छ। मैले अफिसियल आइडीको लिंक पनि डिस्क्रिप्सनमा राखिदिएको छु, चेक गर्नु होला। यो आइटमलाई फ्रीमा पाउने भनेको चाहिँ 10 जना लकी प्लेयरले मात्र हो। तपाईहरु पनि आफ्नो लकलाई चाहिँ ट्राई गर्नु होला। त्यसैगरी अब चाहिँ हामी हाम्रो नेक्स्ट अपडेटको बारेमा कुरा गरौँ र यो चाहिँ हाम्रो रमादान स्क्वाड कपको बारेमा हुनेछ। अहिलेको टाइममा तपाईहरुले गेममा यो वाला ब्यानरलाई देख्नु भएको होला र पक्कै पनि तपाईहरुको आँखा यो प्राइज पुलमा त गयो होला। प्राइज पुलमा क्लियरली 4,50,000 डायमन्ड हुन्छ भनेर मेन्सन गरिदिएको छ। यो चाहिँ अब एकजना विनरले मात्र पाउँछ भन्ने हुँदैन, यो चाहिँ फर्स्ट, सेकेन्ड र थर्डमा चाहिँ डिभाइड भएर बाँडिन्छ। तपाईहरुलाई पनि यो प्राइज पुल जित्न मन छ भने चाहिँ आफ्नो 3-4 जना साथीहरुलाई चाहिँ अहिलेदेखि रेडी पारेर राख्नु होला। अबको 3 दिन मतलब 22 मार्चदेखि 26 मार्चसम्म चाहिँ यसको रजिस्ट्रेसन हुन्छ। त्यसैगरी 27 मार्चदेखि 31 मार्चसम्म चाहिँ यसको गेम हुन्छ। सबैजना रेडी भएर चाहिँ बस्नु होला। यसको सबै रजिस्ट्रेसन प्रोसेसहरु म तपाईहरुलाई इभेन्ट आइसकेपछि भन्ने छु। जसको त्यो टाइममा एक्जाम छ अब तपाईहरु चाहिँ पढ्नु होला र कमेन्ट सेक्सनमा चाहिँ रोको वाला इमोजी कमेन्ट गरिदिनु होला। त्यसैगरी अब चाहिँ हामी यो ग्रेटफुल टुगेदर भन्ने आइफोन वाला इभेन्टको कुरा गरौँ। यो इभेन्टको अफिसियल ब्यानर र इन्टरफेस कस्तो हुन्छ निस्केर आइसकेको छ। सबभन्दा पहिला चाहिँ तपाईहरु अफिसियल ब्यानरलाई हेर्नु होला। ब्यानरमा चाहिँ क्लियरली डायमन्ड पनि मेन्सन गरेको छ, मतलब तपाईहरुले यो वाला इभेन्टबाट फ्रीमा डायमन्ड पनि पाउनुहुन्छ। कति डायमन्ड पाइन्छ भन्ने कुरा चाहिँ यहाँनेरि मेन्सन गरेको छैन। ब्यानरको अनुसार चाहिँ तपाईहरुले यो इभेन्टमा आफ्नो साथीहरुलाई गिफ्ट गर्नुपर्ने हुन्छ, स्ट्रेन्जरहरुलाई पनि गिफ्ट गर्नुपर्ने हुन सक्छ। अब गिफ्ट भन्दैमा तपाईहरु नआत्तिनु होला, म यसको इन्टरफेस पनि देखाउने छु। इभेन्टको इन्टरफेसलाई पनि तपाईहरु हेर्नु होला। यसमा मेन प्राइज भनेको चाहिँ तपाईहरुले 5 वटा आइफोन 16 प्रो म्याक्स, मतलब हाम्रो सर्भरको 5 जना प्लेयरले चाहिँ आइफोन 16 प्रो म्याक्स पाउँछन्। त्यसैगरी 5000 जना प्लेयरले चाहिँ 5000 डायमन्ड पाउँछन्। एकजनाको भागमा 5000 डायमन्ड हो है। फेरि यो इभेन्टमा तपाईहरुले आफ्नो साथीहरुलाई चाहिँ टोकनहरु युज गरेर गिफ्ट गर्दिन मिल्छ। यसरी तपाईहरुले गिफ्ट पठाउन चाहिँ मिल्छ। तर अब यो टोकन चाहिँ कसरी पाइन्छ भन्ने कुरा चाहिँ इभेन्ट आएपछि नै थाहा हुन्छ। तपाईहरुले जति गिफ्ट दिनुहुन्छ तपाईहरुले रिवार्डहरु जित्ने चान्स चाहिँ त्यति नै बढ्छ। मेन प्राइज बाहेक अरु रिवार्डहरु चाहिँ सायद तपाईहरु सबैजनाले फ्रीमा नै पाउनुहुन्छ। 10 टोकन तपाईहरुले युज गर्नुभयो या कलेक्ट गर्नुभयो भने चाहिँ यो वाला बन्डल पाउनुहुन्छ। यसमा पनि म अलिकति कन्फ्युज छु, इन्टु 10 लेखेको छ, मतलब 10 जनाको लागि मात्रै पनि हुन सक्छ। त्यो चाहिँ अब इभेन्ट आएपछि मात्र थाहा हुन्छ। लास्टमा तपाईहरुले पाउने मेन रिवार्ड भनेको चाहिँ लकी ड्रबाट नै डिसाइड हुन्छ। यहाँबाट तपाईहरुले आफ्नो साथीलाई कति गिफ्ट पठाएको छु, आफूले कति गिफ्ट पाएको छु भनेर गिफ्टिङ हिस्ट्रीमा गएर पनि हेर्न मिल्छ। र इभेन्टमा पार्टिसिपेट गर्नु भएको थियो भने इभेन्ट सकिसकेपछि यस्तो देखाउँछ। तपाईहरुले केही जित्नु भएन भने सरी भनेर देखाउँछ, जित्नु भयो भने यसरी डायमन्ड देखाउँछ, आइफोन देखाउँछ। अहिलेसम्म यो आइफोन वाला इभेन्टको बारेमा निस्केर आएको अपडेट भनेको चाहिँ यति नै हो। 2 दिनपछि त गेममा इभेन्ट पनि आइहाल्छ। इभेन्ट आएपछि फेरि भिडियो बनाउने छु। अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु भएको छैन भने सब्स्क्राइब गरेर चाहिँ राख्नु होला। र अब चाहिँ हामी हाम्रो एकाउन्ट रिकभरी सेटिङको बारेमा कुरा गरौँ। सबभन्दा पहिला तपाईहरुको एकाउन्ट रिकभर हुनको लागि चाहिँ तपाईहरुले यो रिकभरी इमेल भन्ने सेक्सनमा यहाँनेरि नट बाउन्ड लेखेको छ नि, त्यहाँनेरि चाहिँ एउटा इमेललाई राख्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ साइडमा त्यो बाइन्ड भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नु होला। क्लिक गरेपछि तपाईहरुलाई यो वाला अप्सन दिन्छ। यसमा चाहिँ अब तपाईहरुले जुनसुकै इमेललाई राख्न मिल्छ, तर अब रिकभरी गर्ने इमेल हो। सकेसम्म यो आइडीमा नभएको इमेललाई राखेको चाहिँ बेस्ट हो। तपाईहरुले मेल राखेर सेन्डमा क्लिक गर्नुभयो भने तपाईहरुको मेलमा चाहिँ एउटा कोड जान्छ। कोड चाहिँ धेरै जसो आउँदा पनि आउँदैन र एकदमै ढिलो आउने प्रब्लम पनि भइरहेको छ। यस्तो केसमा चाहिँ तपाईहरु आफ्नो इमेलको स्प्याम फोल्डरलाई पनि चेक गर्नु होला र कोड हालेर कन्फर्म गर्नुभयो भने एउटा सेक्युरिटी कोड हाल्न लाउँछ र तपाईहरुको इमेल चाहिँ बाइन्डिङ प्रोसेसमा जान्छ। 14 दिन तपाईहरुले पर्खिन पर्ने हुन्छ। 14 दिनपछि इमेल सक्सेसफुली बाइन्ड हुन्छ। त्यसपछि तपाईहरुले आफ्नो आइडीलाई चाहिँ फेसबुकबाट अर्को प्लेटफर्मतिर
सार्न मिल्छ। म अलि छोटकरीमा भनिदिन्छु, तपाईहरुले गेम ओपन गर्ने बेलामा साइडमा एकाउन्ट रिकभरी भन्ने अप्सन देख्नुहुन्छ र त्यहाँनेरि गएर तपाईहरुले अघि आइडीमा बाइन्ड गर्नु भएको मेललाई हाल्नु पर्ने हुन्छ। त्यो मेलमा चाहिँ गरिनाले एउटा कोड पठाइदिन्छ, तपाईहरुले त्यो कोड हालेर भेरिफाई गर्नुपर्ने हुन्छ। भेरिफाई गरिसकेपछि तपाईहरुलाई यो वाला अप्सन दिन्छ। अब तपाईहरुले आफ्नो फ्री फायर आइडीलाई चाहिँ नयाँ फेसबुक आइडीतिर पनि लान मिल्छ, नयाँ ट्विटर आइडीतिर पनि लान मिल्छ, नयाँ गुगल एकाउन्टतिर पनि सार्न मिल्छ। एउटा ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ तपाईहरुले जुन आइडीमा सार्न खोज्नु भएको छ त्यसबाट चाहिँ कुनै पनि फ्री फायर एकाउन्ट बनेको हुनु हुँदैन। यो चाहिँ मैले एकदमै छोटकरीमा भनेको छु। तपाईहरुले अहिलेसम्म एकाउन्ट बाइन्ड गर्नु भएको छैन भने फुल प्रोसेसको लागि यो भिडियो चेक गर्नु होला। इमेल बाइन्ड भइसकेको छ र आइडीलाई शिफ्ट गर्नको लागि चाहिँ यो वाला भिडियो चेक गर्नु होला। बाँकी चाहिँ अब हामी नेक्स्ट अपडेटको बारेमा कुरा गरौँ। बंगलादेश सर्भरको लागि भोलि 20 मार्चदेखि एउटा नयाँ फेडेड व्हीलको इभेन्ट आउने भएको छ। यसमा तपाईहरुले पाउने मेन आइटम भनेको चाहिँ गुफी क्यामल भन्ने यो वाला डुओ इमोटलाई पाउनुहुन्छ। इमोट चाहिँ राम्रै खालको छ र तपाईहरुलाई निकाल्न मन लाग्यो भने चाहिँ 1100 जति डायमन्ड चाहिँ लाग्न सक्छ। भोलि इभेन्ट आइसकेपछि निकाल्न मन लाग्यो भने निकाल्नु होला। त्यसैगरी 22 मार्चदेखि हाम्रो गेममा चाहिँ रमादान रिङ भन्ने इभेन्ट पनि चल्नेवाला छ र यसमा चाहिँ तपाईहरुले यो ब्यानरमा देखाएको आइटमहरुलाई चाहिँ मेन रिवार्डको रूपमा देख्न सक्नुहुन्छ। र अब आजको लागि चाहिँ मसँग यति नै अपडेट्सहरु छ, त्यही भएर भिडियोलाई चाहिँ धेरै लम्ब्याउने काम नगरौँ। यति भन्दै भिडियोलाई यही एन्ड गरौँ। फेरि अरु भिडियोमा भेटौँला। टिल देन टेक केयर, बाइ बाइ।